हामी सिकु खोला को चाहिँ यो अहिले हाम्रो वर्षा मासमा गएको एउटा चाहिँ ठुलो बाढी गइरहेको ठाउँमा आएका छौँ। हाम्रा माननीय आदरणीय काका पूर्व मन्त्री श्री उत्तम कुमार बस्नेतज्यू पनि आज यहाँ यो घटनास्थल अवलोकनको लागि आउनुभएको छ र हामीले धेरै वर्ष अगाडिदेखि एकदम पहल कदमीका साथ बनाइरहेको यो दुधकुसी जुबु काँगेल जोड्ने मोटरेबल पुल को निर्माण भइरहेको बेलामा यो वर्षाकालमा चाहिँ आएको ठुलो भारी वर्षाको कारण त्यो पुल समेत बगाइसकेको स्थिति छ र त्यो ठाउँलाई हेरेर हामीले फेरि कसरी चाहिँ यसलाई निर्माण गर्न सक्छौँ भन्ने विषयमा हाम्रो चाहिँ पहल कदमी भइरहेको छ र आज हामी यो सिकु खोलाको बगर हुँदै दुधकोसी कोसीखर्क भन्ने ठाउँमा हामी जाँदै गइरहेका छौँ। यो चाहिँ अहिले भर्खरकै चाहिँ यो एउटा यो पुरै यहाँ त समस्या थियो नि त पछि कोसीले खोलेको अब यस्तो छ क्या यहाँ हाइट गराउनु पर्यो भने तल डिजाइनले अब हाइट तल तोडा हुन्छ क्या त्यसले गर्दा मिल्दैन। अब चाहिँ अलिकति भए त हुन्थ्यो धेरै गर्दा मिलेन। अलिकति दिक्कत भनेको नयाँ ठाउँमै हामी यो दुधकोसीको पुललाई यसपालिको वर्षा मासमा चाहिँ भत्काएको ठाउँमा आइपुगेका छौँ। यसरी चाहिँ यो पुल बन्दै गर्दा यो उपभोक्ता त्यही हो उही हो। यो दुइटा हामी केही फरक पर्दैन। त्यसले गर्दा उपभोक्ता त्यही हो र राम्रो जमिन त छ। पहिले पनि जमिन राम्रो थियो तर यो एकदमै अप्रत्याशित र अहिलेसम्म नआएको बाढी आएर यो मान्छे पनि मरे। त्यो हिसाबले चाहिँ यो पुल भत्कियो। हिसाब केही कारणहरू होलान् होइन। र मुख्य कुरो चाहिँ अब यो पुल गर्नुपर्छ। यो पुल बनेन भने हामी विकल्पै छैन होइन। यहाँ हामी जनप्रतिनिधि छौँ होइन। यहाँ सर पनि हुन्छ हामी सर पनि हुन्छ हामी छ। यो मानेमा यसलाई हामी पहल गर्नुपर्छ। पहल भइरहेको छ र अहिलेसम्म एउटा रिपोर्ट पनि तयार भइसकेको छ होइन। त्यो रिपोर्ट अहिले होला त्यो माथि म बिराख्न जान्छु रिपोर्ट दिएर। अनि त्यस पछाडि अब जन दबाब दिनुपर्छ। किनभने मुख्य कुरो चाहिँ यहाँका जनप्रतिनिधिहरू शासन नलिने त्यही जग्गा अन्याय हुन्छ होइन। त्यो काम गर्नुपर्छ। यिनै कुरा हो। हजुर हुन्छ। अब हामी त्यो चाहिँ भत्किरहेको पुलमा यहाँबाट जाउँ। बाटो निकै अप्ठ्यारो छ। यसलाई घुम्दै हेर्दै गएर चाहिँ आज त्यो बिचबाट पाएको भाइको आज हाम्रा त्यो जिपबाट त्यो जुन पिलर र उँधो सर माथि पनि पिलर र उँधो सर